नेपाली फिल्म जन्ते बाख्रोको फर्स्ट लुक पोस्टर सार्वजनिक, यही जेठ 23 गते प्रदर्शनको घोषणा। नमस्कार, फिल्मी न्युजमा यहाँलाई स्वागत छ। म निराजन थापा। नेपाली सिनेमा जन्ते बाख्रोको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। अभिनेता सौगात मल्ल, आसिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा जन्ते बाख्रोको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको हो। सार्वजनिक पोस्टर मार्फत सिनेमा आगामी जेठ 23 गतेबाट प्रदर्शनमा आउने समेत जानकारी दिएको छ। यो मितिमा अहिलेसम्म अन्य कुनै पनि सिनेमाले प्रदर्शनको मिति घोषणा गरेका छैनन्। हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आसिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत गरेको छ। त्यसैगरी सौगातले निराश भावमा उनीहरूलाई हेरिरहेका छन्। उनीहरूको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाएको छ। निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाउने भोजलाई जन्ते बाख्रोको रूपमा चित्रण गर्न खोजेको बुझ्न सकिन्छ। सिनेमाको कथावस्तु यसै वरपर रहेको अनुमान गर्न पनि सकिन्छ। सिमो सुनुवारको निर्देशनमा निर्माण गरेको सिनेमामा सौगात, आसिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुसा नेउपाने लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। मोइन इन्टरटेनमेन्टको प्रस्तुति रहने जन्ते बाख्रो सामाजिक कमेडी कथावस्तुमा निर्माण गरेको हो। प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता भने सन्तोष गौतम हुन्। सिनेमामा हरि हुमागाईको डिओपी, त्यसैगरी उत्तम हुमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भीमसेनको पोस्टर डिजाइन रहेको छ। फिल्मी समाचार अहिले यति नै। हाम्रो युट्युब च्यानल हेर्दै गर्नुहोला। नमस्कार।